हेलो हेलो गाइज, हामी चाहिँ आज नाइट ब्लगको लागि घुम्न निस्किसकेको छौँ रुमबाट। ट्याग लाएर यहाँ हाम्रो प्रवीण भाइ पनि सँगै छ होइन। अब हामी चाहिँ नाइट ब्लग आज चाहिँ सुरु हुँदैछ। अनि अगाडितिर हाम्रो साथीहरू 2-3 जना हिँड्दै हुनुहुन्छ। गाडी चाहिँ बाहिर पार्किङ गरेको छ, त्यही भएर अब भित्र क्याम्पबाट निस्केर हामी चाहिँ हिँड्दैछौँ। यो चाहिँ तामिनीको क्याम्प हो, अमला प्रोजेक्टको। हामी चाहिँ यहाँ बस्छौँ। लुगा केही भन्नुहुन्छ कि? हाम्रो आहिम चाहिँ यहाँका पास्तर र त्यहाँबे तापले जुङ आहिम के बोले तँ? हामी चाहिँ मेन गेटमा सब्स्क्राइब गरिदिनु होला। अब जति तरुनीहरूले सबैले गर्नु होला। एकचोटि भनिदिनु होला। अब तरेबाहरूले नगर्नु होला, तरुनी सोल्टिनीहरूले चाहिँ पेट्टा सब्स्क्राइब गर्नु होला। हामी 40 कोटेको मान्छेहरूले बटाबट हामी सब्स्क्राइब गरिदिन्छौँ। ड्याङका ड्याङ ल शाबास बेटा। यो चाहिँ हामी छिर्ने निस्किने मेन गेट ट्याक्क। ल ठिक छ, अब चाहिँ हामी यात्रामा निस्किसकेका छौँ। ट्याक्क लाएर अब चाहिँ हामी मेन रोडमा निस्किसक्यौँ। अब सुरु हुन्छ यात्रा हाम्रो दुब्बासम्मको। अब चाहिँ लगभग दुब्बा हामी टच हुने बेला भएको छौँ। ट्याक्क लाएर अब चाहिँ दुब्बाको झिलिमिली देख्न पाइन्छ गाइस। ल गाइस दुब्बा आइपुग्यो। अब चाहिँ दुब्बा यहाँ ट्याक्क लाएर दुई भाइ हामी चाहिँ अब यहाँ खाना खाने भनेर ट्याक्क लाएर निस्केको। अब खाना खानु पऱ्यो। यहाँनिर चाहिँ दामी ब्रस पाउँछ अरे भनेर होइन। यो लिम्बू दाइले जहिले यहाँको गुणगान गरे हुन्छ। अब हामी चाहिँ यहाँनिर गाइस पार्सल ट्याक्क रेडी गरिसक्यो होइन। अब चाहिँ लगेर उहाँ समुद्र छेउमा गएर खाने हो। यहाँ चाहिँ टन्नै भिड रहेछ, त्यही भएर यहाँभित्र चाहिँ हामीले खाने भनेर गरेको। भित्र चाहिँ लास्टै प्याक रहेछ, त्यही भएर यहाँभित्र चाहिँ खाना पाइएन। अब हामी चाहिँ ट्याक्क समुद्र छेउमा गएर अनि हो हामी 5जनाको खाना यो चाहिँ ट्याक्क हामीले रिसिभ गरिसक्यो। हाम्रो प्रवीण भाइ फेरि पुरै या गर्दैछ के हो मैले कुरा बुझ्नु सकिनँ है। ल गाइस अब चाहिँ हामी ट्याक्क लाएर समुद्र छेउमा जाँदैछौँ गाइस। ल अब चाहिँ हामी समुद्र छेउको यात्रा गर्दैछौँ। समुद्र छेउमा गएर ट्याक्क खाना खाने कुरो भएको छ। ल समुद्रको छेउमा त्यो लास्टकोमा गएर खानुपर्छ। हामी चाहिँ यहाँ ट्याक्क बसेर खाइन्छ होइन। अभी मजा आएगा ना भिडो माल की दे रहे। ट्याक्क लाएर खाइदिने हो। अब ठिक छ, ठुलैबाट सुरु गर्नुपर्छ। अब सुरु त मासुबाटै गर्नु पऱ्यो होइन। अब आलुबाट के सुरु गर्नु, मासुबाटै सुरु गर्नु पऱ्यो। ठुलैबाट गर्नुपर्छ फेरि। आफूलाई फेरि मासु भनेपछि अब ठुलै खानुपर्छ। मिठो मासु चाहिँ मिठै रहेछ है। लुगाले मिठो छ भन्नुहुन्छ।
गाइस खाइपी पनि गरेर सक्यो अब हामी खाइपी पनि खाली गरिदिइसक्यो अब चिसो खाँदैछौँ यहाँ आउनुको रिजन चाहिँ गाई होइन मैले बिहान गाडी छोडेर गएको थिएँ यहाँ ट्याक लाएर यो गाडी चाहिँ अलिअलि त्यो गाडीको ब्रेक प्याडहरू सकिएको थियो त्यही भएर चट्टा लाएर गाडी चाहिँ अब बन्दैछ अब अलिकति बाँकी छ अलिअलि बनिसक्यो अगाडिको लगभग चेन्ज भइसक्यो अब पछाडिको बाँकी छ चेन्ज हुन होइन यहाँ चाहिँ पछाडिको कार्यक्रम जारी छ ल गाडी पनि रेडी भयो बल्ल बल्ल यार धेरै दुःख पाइयो गाडी रेडी गर्न पनि अब चाहिँ हामी लाग्छौँ रुमतिर ल गाइस चाहिँ गाडी पनि बन्यो अब हामी चाहिँ अब गाडी साडी बनेर अब टक्क अब रुमतिर जाँदैछौँ कति 12 पनि बज्न लाग्यो ढिला भयो आज गाडी साडी बनाउँदा अब यस्तै हो कहिलेकाहीँ अब परदेशको जिन्दगी यस्तै हो हजुर कहिले दुःख कहिले सुख अब चाहिँ हामी लाग्दैछौँ रुमतिर यो